हेलो एन्ड नमस्ते साथीहरू। हामी चाहिँ यहाँनिर म र बहिनी मेरो घर जाँदैछु हो। हेलो भन्दैन। अन्त कस्तो लागिरहेछ तँलाई हिँड्दाखेरि? राम्रो लागिरहेछ। बल्ल बल्ल आज गएको नि, यत्रो दिन छुट्टी बसेर पनि गइनँ हो। त म चाहिँ घर जाँदैछु, मेरो घरमा बहिनीलाई लिइकन। साथीहरू, तपाईँहरूको हाल खबर कस्तो छ? हामी चाहिँ यहाँनिर ठिकै छ। हामी चाहिँ यसरी जाँदैछु है। तपाईँलाई हाम्रो यताबाट चाहिँ घर जाने बाटो देखाउँछु त। म चाहिँ मेरो माइतबाट चाहिँ घर जाँदैछु साथीहरू, यी जङ्गलको बाटो। बहिनी कस्तो कस्तो आल छुट्टीमा चाहिँ के गरिछौ भन् न? अन्त अलिक ठुलो सुन्न, सुन्दैन, बोल्न। सेलरोटीहरू पोल्यो होइन। त्यहाँदेखि लास्टमा चाहिँ भाइटिका थियो। भैलिनी खेलेको पैसा चाहिँ कति भयो? 1200। भाइटिकामा मजा आयो? भाइटिकामा मजा आयो। भाइटिकामा चाहिँ 450 कसले दिएको? ल आज्ञा अनि प्रमिलाको पाहुनाले। ए प्रमिला आएको पाहुना चाहिँ को? ल मलाई याद छैन। मेरो दाजुहरू आएको थियो त होइन, नरेन दादाहरू आएको थियो। उयो ए नरेन दादाहरू त बेलुका आउनु। मजा आयो। तँलाई हिँड्नु अल्छी लाग्दैन? तेरो छुट्टी त्यतिकै बित्यो है। त्यसो भने के गर्ने अब? त्यो पैसा चाहिँ केमा इन्भेस्ट गर्ने? आमालाई कुर्ता किनिदिने। अन्त अरू? ठिकै छ। त्यसो भने राम्रो गरेछस्। अहिले त तँ मालामाल भएको छ नि पैसाले है। पैसाले पुरिदिन्छु होइन? पैसाले पुरिदिन्छु होइन मान्छेहरूलाई है। अब चाहिँ हामी पुग्न आँटेको छौँ साथीहरू। अब एकछिनबाट पुग्छु घर चाहिँ। अब रोडको दृश्य पनि देखाउँछु कि त। साथीहरू, हाम्रोतिर चाहिँ घाम चाहिँ यस्तो डेन्जर लागिरहेछ हो। यो चाहिँ पारी पनि देख्छ। यो पारी पुग्नुपर्छ हामी चाहिँ साथीहरू। हेर्नुहोस् है, तपाईँहरूलाई म जुम गरेर देखाउँछु। यस्तो डरलाग्दो घाम लागिरहेको छ हो। यो घाममा चाहिँ मजाले पाक्छ अन्डा पनि। यहाँ पारी पुग्नुपर्छ हो। हामी चाहिँ भर्खर यहाँ तल हिँड्दैछु। यस्तो चाहिँ बाटोहरू चाहिँ साथीहरू। हेलो गाइस, तपाईँहरू कस्तो हुनुहुन्छ? तपाईँहरूको फेस्टिभलहरू कस्तो भयो? टिकाहरू। अनि म चाहिँ दिदीसँग घुम्नु दिदीको घर जाँदैछु। थ्याङ्क यू। मेरो नाम चाहिँ बिबिला भोटिया हो। तपाईँहरूको नाम चाहिँ के हो कमेन्ट गर्नुहोस् होला। साथीहरू, यसरी छाता ओढेर हिँडिरहेको छु। तर अघि पुरा घाम लाग्दा चाहिँ छाता खोल्ने अल्छी लागिरहेको थिएन। अलिक घाम गएर चाहिँ लु छाता पनि खोल्थेँ हो। यस्तो छ। लु बहिनीले ब्याग बोक्छ अरे। यस्तो छ है, हालत चाहिँ पत्ला छ है। बहिनी खुसी लागिरहेछ धेरै दिन बाद घुमेर। अब चाहिँ हामी रोडमा पुग्नु आँटेको छ साथीहरू हो। हाम्रो रोडको दृश्य चाहिँ म देखाउँछु तपाईँहरूलाई। लु हाम्रो बहिनी चाहिँ यस्तो छ है, यहाँनिर रोडमा हिँड्दैछ मोडल भएर हो। मोडर्न भएर चाहिँ हिँड्दैछ यहाँनिर हिल लगाएर हो। उयोहरू पनि लगाएको छ। रोडको दृश्य चाहिँ यस्तो छ, घाम बेसी लागेर चाहिँ। बहिनी यता फर्की त। त्यो नाम त के पो हो? बेबिला भोटिया यसको नाम चाहिँ हो। हिँड्दैछ यस्तो छ है साथीहरू हाम्रोतिर चाहिँ। मेरो हालत चाहिँ यस्तो छ। फेरि भेटौँला। बाई बाई साथीहरू।